कट्टु चाहिँ खुस्क्यो भाइको कट्टु खुस्क्यो होइन उसले मुनिबाट लाउँछ हो लो गाइस आज चाहिँ हामी खोलामा पौडी खेल्न भनेर गइँदैछ दुवा खोज्दा खोज्दा हैरान भइसकिसक्यो यहाँ अगाडि साथीहरूले पुरै दुवा खोजिरहेछन् अब एकदमै दुवा चाहिँ बब्बाल भेटिसकेको छ ओ माई गड गाइजहरु हामी चाहिँ यहाँ यो पौडी खेल्नुपर्ने चट्टसँगले हैन यत्रो छ दुवा चाहिँ अब यो दुवामा डुबेर मलाई खासै पौडिन पनि आउँदैन ठिकै छ अब हामी पौडी खेल्छौँ यहाँ ओइ लुगा खोल्नु पौडी खेल्ने हैन लिलम खेलौँ न ल अब सबैजना रेडी भएर पसौँ त ल ल ल ल ल रेडी भएर पसिहालौँ त छिटो छिटो ल अब कतिको गहिरो छ त्यहाँ पर ए राम्रो रहेछ ल भने जस्तै रहेछ ल छिटो छिटो पौडी खेलिहालौँ ओ ऊ मान्छेले फुल मजा लिइसक्यो हामी चाहिँ हेरेको हेरै मुख धुने तपाईँ गहिरो छ ओए मलाई त पौडी नै आउँदैन मलाई पौडी नै आउँदैन अब अनि कसरी खेल्नु पौडी डुबिएन स्याल त अलि मजाले पौडिन्छ मलाई पौडी नै आउँदैन यार खासमा केही हुँदैन लुगाले त तेरो त्यहाँ हालौँ सानो भाइ यहाँदेखि माछा जस्तो छिरी गयो भने